साथीहरू सबैलाई नमस्ते। तपाईँहरू के कसो हुन्छ, आशा गर्छु ठिकै हुनुहुन्छ होला। हिजो चाहिँ मैले यसको भिडियो देखाएको थिएँ तपाईँहरूलाई हो। अब भिडियो मात्रै के देखाउनु होइन साथीहरू, खाएको पनि देखाउँला भनेर यहाँ चाहिँ म खानुतर्फ लागिरहेको छु साथीहरू। यो चाहिँ कसले ल्याइदिनु भएको छ भने यो चाहिँ हिनाले दिनुभएको रहेछ मेरो हस्बेन्डलाई। त्यसैले बबितालाई धेरै धेरै धन्यवाद र भिनालाई पनि धेरै धेरै धन्यवाद। सालीलाई यति माया गरेर पुरा जामुन पठाइदिनु भएकोमा। अन्त मेरो चाहिँ फेभरेट हो नि त साथीहरू, यो पाकेको भन्दा पनि मलाई काँचो सारेर खानु चाहिँ पुरा मनपर्छ साथीहरू। अझै यसमा नुन खोर्सानी हुनुपर्थ्यो कि त्यो पिस्ने त अब जाँगरै छैन। कस्तो गरम छ, त्यही भएर अब गरममा चाहिँ आम खानु कति मजा लाग्छ सोच्नु न। अब तपाईँहरू आफै हो चट्टै पारेर यहाँ अब तिखालाड पनि हालिसकेँ। यहाँ हाल्यो तपाईँको नुन, तेल हालेँ, चिनी पनि हाल्यो। अलिकति चिनी अमिलो रहेछ नि त, अमिलो रहेछ साथीहरू। त्यही भएर अब चाहिँ म खाना खोसेकै साथीहरू। यति अमिलो छ यो चाहिँ, कम्ती मजा आएको थियो। पछाडि हेर्नु न साथीहरू, घाममा यता चाहिँ मेरो छोरा फेरि सुतिरहेको छ स्कुलबाट आएर। ऊ चाहिँ अब भनेको थिएँ नि मैले 5 बजी जानु, 6 बजी पुग्नुपर्छ भनेर हो। यो चाहिँ खाँदैछु, मिठो भयो भन्दैछु मेरो हस्बेन्डलाई पनि हो। मिठो भयो भन्दैछु म चाहिँ पुरा। म चाहिँ लागिरहेको छ, म चाहिँ गरममा आएको खानु। तपाईँ पनि खाने भनेको हस्बेन्ड हो, खानु हुँदैन अरे अमिलो भएर उहाँले चाहिँ खानु भएन। अन्त म चाहिँ यहाँ खाँदैछु रक्नु। यो आम खाने चाहिँ हामी दुईजना, म र मेरो ससुर र बाउ हुन्छ, दुईजना भएर चाहिँ खाएको है साथीहरू। त्यही मैले जाउन पनि खान्छु कि साथीहरू। त्यो आम खाएर खाएर अमिलो भएर त बिर्सेर जाउनमा पनि यसो पो गर्छु झन्डै हो साथीहरू। अब पुरा कुल लाग्यो जानु त।